हेलो गाइज, ल स्वागत छ है। आज चाहिँ म यता काठमाडौँतिरबाट गुड मर्निङ छ सबैलाई। अहिले चाहिँ मस्त घाम लागिरहेछ। यहाँ फेरि नुहाइधुवाइ चलिरहेछ हाम्रो डन दिदीको। हेलो हेलो भनिदेऊ। नुहाइमुरी ल यता नुहाइदिन फेरि मान्छेको फेरि हिँड्छ। धेरै मान्छे चाहिन्छ के। तिमी त रुन्नी भइ रौ न, रौ 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 हाँसिन् हामी डन। यस्तै छ काठमाडौँको भ्यू, शीतल छ पुरा। ल गाइज, हामी चाहिँ अब काठमाडौँ छोडेर गुल्मी जाँदा बुटोल जाँदैछ। बुटोल जाँदा यिनलाई मैले लिएर जान्छु आज है। जान्छु मसित, जान्छु जान्नु। ल अब जाऊँ। अब चाहिँ काठमाडौँ छोडेर लाग्नुपर्ने हुन्छ। बाई बाई हेलो। यता हेर के बाई गरिदेऊ, बाई गरिदेऊ। ल चेतनारायण सर बाई बाई। ल अब जाउँदा हिँड्नु। हामी चाहिँ लाग्यो है, लाग्यो। ल काठमाडौँ छोडेर अब बुटोल। डोमेस्टिक एयरपोर्ट चाहिँ यता रहेछ। यहाँ फेरि पुरा कुरो बस्यो मान्छे आयो भने त कुदै हाल्थ्यो भने। ल गाइस, हामी चाहिँ एयरपोर्टमा आयो। पुरा भाइ कति धेरै हो बाफ्रे।
बुढो एउटा प्लेन भर्खर फेरि पचक्क लाएर अब हामी चाहिँ सर्लक्क लाएर भित्र जानुपर्छ। अरे पार्किङ गरिरहन्छ त्यहाँ त नेपाल एयरलाइन्स सर्लक्क यता पार्किङ मस्त पार्किङ भइरहेको अरे। अब चाहिँ हामी यहाँबाट भित्र छिर्नुपर्छ। भित्र यो डोमेस्टिक एयरलाइन्स डोमेस्टिक डिपार्चर उता प्लेन जान रेडी छन्। उताका प्लेन जान ट्याक्क रेडी छन्। प्लेन त्यहाँ बसिरहेको प्लेन अनि विदेश उड्ने प्लेन होला नि कता उठ्छन्। त्यहीको भिड मान्छेको भिड अब खै त यहाँ त के हुन्छ त्यो कुरा। मान्छे चाहिँ आउने जाने गरम मस्त छ। अब म चाहिँ दाइयो त्यहाँ पास लिन जानु पास भित्र जाने पास म यहाँ बस्छु ट्याक्क लाएर चेकिङ गरेर भित्र छिर्नुपर्छ। अब ट्याक्क लाएर टिकट देखाउनु पर्ने चाहिँ एयरपोर्टभित्रै। अब यहाँ बोर्डिङ पास लिनु पर्छ अरे कता हो बुद्धहरूको खोजेर ट्याक्क जानुपर्ने हुन्छ। अब मान्छेको पुरा भिड छ त्यहाँ सिरी एयरलाइन्स। विराटनगर अरे के हो थाहा छ। नेपाल तारा पोखरा अरे कहाँ हो। आज काउन्टर ल अब यहाँ चाहिँ बोर्डिङ पास लिनु पर्ने हुन्छ। म चाहिँ एउटा ट्याक्क लाइनमा बसिरहेको छु। आफ्नै पारामा छ नि यहाँ। अब कता जाने कि मिसो भाइ होइन भैरवमा अब के हुन्छ भैरवा 14:50 टाइमको यहाँ रहेछ। ल ट्याक्क लाएर गाइज एयरपोर्टभित्र बल्ल छिरेर अझै जानुपर्ने हुन्छ। यसले गुडेर बसिरहेको मस्त लाएर चाहिँ आउनु जाने क्रम भइरहेछ। एयरपोर्टबाट अब चाहिँ हाम्रो प्लेन चाहिँ यहाँ छ। प्लेन चढेर अगाडि बढ्नुपर्ने हुन्छ। अब भित्र जाने हो। यहाँ टिकट छ। अब सर्लक्क आइयो बसमा होइन। अब चाहिँ भित्र जाने हो। भित्र जाऊँ न यहाँ प्लेनहरू उडिरहेको हामी चाहिँ भित्रबाट ट्याक्क एयरपोर्टमा लगाइ फाइनल्ली भैरवा चाहिँ झर्यो। उता फेरि अर्को प्लेन उड्दैछ हरि कराइरह। हाम्रो दोस्त मित्र हाम्रो खतम मान्छे बुढोको सबभन्दा लफङ्गो मान्छेबाट लिन आएको छन् होइन। अब चाहिँ निस्किनु पर्ने हुन्छ। उता अर्को प्लेन उड्दैछ है सेफ भैरवा। अब चाहिँ है अब आज भैरवाको कान्छेले बिदाइ गरेर भैरवा आइयो लाग्यो हौ। अब मान पकडीतिर यस्तै छ। अब चाहिँ सर्लक्क के भन्छ जानुपर्ने हुन्छ। यहाँबाट निक्लिन पर्ने होइन र गाइज म आएको प्लेन कता गयो आइयो फाइनल्ली।